यति बेला हामी दाङको बङ्गलाचुली गाउँपालिकाको बङ्गलाचुली डाँडामा छौँ र यस क्षेत्रमा हरेक वर्ष विगत 3 वर्षदेखि हरिबोधनी एकादशीको दिन चाहिँ यस क्षेत्रका भैलोहरूको मेला लाग्ने गरेको छ र विगत 3 वर्षदेखि बङ्गलाचुली गाउँपालिकाले पालिकाको तर्फबाट यस पालिकाका विभिन्न वडा विभिन्न टोल र विभिन्न ठाउँका भैलोहरू बीच प्रतियोगिता गराउने गरेको छ र त्यही प्रतियोगिता अनुरूप आज प्रतियोगिताको तेस्रो श्रृङ्खला अर्थात् तेस्रो वर्ष विगत 3 वर्षदेखि यस क्षेत्रका भैलोहरू बीचको प्रतिस्पर्धा हुने गरेको छ र यो वर्ष तेस्रो वर्ष छ र अहिले पनि तपाईले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ विभिन्न भैलो समूहहरूले चाहिँ आफ्नो भैलो प्रस्तुति दिइराख्नु भएको छ र यसपछि तपाईहरुलाई यस भिडियोमा हामी चाहिँ यस क्षेत्रका विभिन्न भैलोहरूका भैलो नाचहरू भैलोका प्रस्तुतिहरू देखाउने छौं। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। इभेन्टहरु यहाँ देखाइएको थियो र यो वर्ष पनि 20वटा भैलो समूहहरु यहाँ चाहिँ गर्दै हुनु भएको छ र धेरै चाहिँ भाषण विषयभन्दा पनि यहाँहरूले भैलो चाहिँ अवलोकन गरेर यहाँहरूले चाहिँ छुट्टै आनन्द लिनुहुनेछ र म सम्पूर्ण सञ्चारकर्मी साथीहरूलाई अनुरोध गर्न चाहन्छु हाम्रो यस ठाउँको जुन पौराणिक भैलो यसलाई चाहिँ संसारमा पुर्याइदिने काम चाहिँ यहाँहरूले गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेका छौँ। ठमेलमा बाँसुरी बनाउनुहुन्छ थुप्रै हामीले यहाँ बाख्रागोला जाँदा बजाउने बाँसुरी र उहाँले बनाएको बाँसुरी एउटै हो तर उहाँले बोक्नु भएको बाँसुरीको मूल्य मलाई लाग्छ यसको 20,000 रुपैयाँ हो है। त्यो स्केलको बाँसुरी हुन्छ होला यो स्केलमा बज्छ। अब यहाँलाई त्यो त्यति कुरा थाहा छैन त्यो ठ्याक्कै यो स्टुडियोहरुमा अनि मैले फेरि मादल भङ्कमक पार्दैछु है। धन्यवाद। हाम्रो भैलो साथीहरु भैलो टोली आउने क्रम जारी छ र हामीसँग यो प्रोग्राम कति भएको कारणले गर्दाखेरि जो भैलो समूहहरु आइराख्नु भएको छ कृपया हामीले भोलिमा प्याजर गर्नुहुनेछ। सबैलाई पछाडि आएका भैलो समूहहरु हाम्रा आजको जति पनि भैलो प्रेमी साथीहरु हुनुहुन्छ तपाईहरुले लाग्न सक्छ समयको बारेमा जानकारी नहुन सक्छ। तपाईहरुले हामीले मात्र आधा घण्टाको टाइम दिएका छौँ। यो आधा घण्टाभित्र भैलोभन्दा अन्य साथीहरू कृपया भित्र यो यसमा गरिदिनु होला र आजसम्म हाम्रो नगरपालिका साथीहरूले कृपया भैलोलाई व्यवस्थापन गरिदिनु होला। नगरपालिका साथीहरू कहाँ हुनुहुन्छ? हाम्रा नगरपालिका साथीहरूले भैलोलाई व्यवस्थापन गरिदिनुको लागि अनुरोध गर्दछौँ। हाम्रा भैलो साथीहरू यता पारि हाम्रो ठुलो गाडी छ यो डाँडामा
सिरबारीको भैली हो यही हो युवराज हिँड्यो भने होला ए त्यो यो वडा नम्बर 3 को रहेछ 4 वाला आएनन् होला यो होइन अहिले पहिलेको पालो आएन
यति बेला देख्न सक्छौँ बङ्गलाचुली गाउँपालिका यो भैलोमा एकदम साना साना भाइहरू नाच्दै हुनुहुन्छ। श्रीबारीको भैलो यति बेला देख्न सक्नुहुन्छ एकदम साना भर्खरका भाइहरू सिङ्ग्रिएर यो भैलो प्रस्तुत गर्नु भएको छ। निर्णायक ज्यू पनि हुनुहुन्छ यहाँनिर यो भैलोलाई मूल्याङ्कन गर्न यति बेलामा यो प्रतियोगिताको भैलो हो। वजन बिर्सेक्यो यो वजन बिर्सेक्यो बस्दा त यार बिर्सेक्यो वजन त यार। एकदम साना साना भाइ बहिनीहरू यति बेला यो भैलो प्रस्तुतिमा हुनुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ यो बङ्गलाचुली गाउँपालिका वडा नम्बर 3 श्रीबारीको भैलो हो।
किन पल्टिन्छ हामी प्रवेश गराउँछौँ यो चावल कुइरोले राखेको छ चिसो वातावरण छ तिमीले र श्रीबारीको भैलोलाई हामीले 10 मिनेटको टाइम दिएका छौँ। त्यस पश्चात उहाँहरू चाहिँ बाहिरिनु पर्दैछ र उहाँहरू चाहिँ
जनसमुदायको बाक्लो उपस्थिति छ भने भैलो आज यस कार्यक्रममा 19वटा भैलोले आफ्नो प्रस्तुति दिएको छ र यसमा सहभागी हुँदै हुनुहुन्छ। यो अहिले तपाईँहरूले देखिरहनु भएको तिमीलेको भैले बङ्गलाचुली गाउँपालिका वडा नम्बर 6 तिमीले हेर्न सक्नुहुन्छ। बाक्लो उपस्थिति छ दर्शकहरूको पनि। हाम्रो नगरपालिका साथीहरू त्यसै गरी शिक्षाकर्मी साथीहरूले यो हामीले पटक पटक भनिरहेका छौँ धेरै चाहिँ मोबाइलबाट चाहिँ भिडियो खिचिराख्नु भएको छ। भिडियो खिच्नु राम्रो हो आफैमा, तर साइडमा लागेर चाहिँ खिचिदिनु भयो भने यता जजमेन्ट हाम्रा आदरणीय जजहरूलाई चाहिँ धेरै सहज हुनेछ। हजुरहरूले चाहिँ अलिकति साइडमा लागेर चाहिँ भिडियो खिचिदिनु होला। हामीसँग तीनजना जजहरू हुनुहुन्छ, उहाँहरू सबैले देख्नुपर्छ हजुरहरूको नृत्य। त्यसो हुँदाखेरि तपाईँहरूले साइडमा लागेर भिडियो लिइदिनु भयो भने अत्यन्त राम्रो हुन्छ। हामीले हजुरहरूलाई पटक पटक बार हामीले चाहिँ हजुरहरूलाई यसरी भनिराखेका छौँ। जति पनि हाम्रा क्यामेराम्यानहरू हुनुहुन्छ कृपया बसेर खिच्दिनु होला। यो अप्ठ्यारो छ, कृपया बसेर खिच्दिनु होला। भिडियो चाहिँ बसेर खिच्दिनु होला। अत्यन्तै चाहिँ हामीलाई हेर्न चाहिँ रमाइलो भइराखेको छ, तर पनि
उताको नाच हामीलाई चाहिँ देख्न अप्ठ्यारो भइराखेको छ। कृपया बसेर खेलिदिनु भयो भने सहज होला। हाम्रा सुरक्षाकर्मी साथीहरूले चाहिँ त्यसै गरी हाम्रा नगरपालिका साथीहरू उताको नाचो हामीले देख्नै पाइरहेका छैनौँ है। उतातिरको नाचो चाहिँ छेकिराखेको अवस्था छ। कृपया बसिदिनको लागि अनुरोध गर्छौँ। हामीसँग 3-3 जना जजहरू हुनुहुन्छ, उहाँहरू सबैलाई हेर्नुपर्ने हुन्छ। कृपया बसिदिनु होला, बसेर भिडियो खिचिदिनु होला। यो उताको नाच हामी देखिरहेका छैनौँ र हजुरहरूको टाइम पनि अब करिब करिब अन्तिमतिर हुँदैछ। हजुरहरूले ख्याल गरिदिनु होला। हामीसँग अब चाहिँ अन्तिमतिर छ समय। बसिदिनु होला कृपया। अब हजुरहरूको टाइम अब भएको छ। अब फेरि अर्को साल चाहिँ यसरी नाचौँला अहिले भने कृपया। अब तपाईँहरूको टाइम अब भएको छ र तपाईँहरूले चाहिँ यो प्राङ्गणबाट बाहिरिनु पर्नेछ र बाहिरिँदा यो हाम्रो मञ्चको जस्ट राइट साइडबाट वडा नम्बर 5 फलिदेको भैलो चाहिँ रेडी अवस्थामा हुनुहुन्छ। अब टाइममा भएको जानकारी गराएँ मैले। तर अब हाम्रो बाहिर चाहिँ सुरक्षाकर्मी साथीहरू व्यवस्थापनमा खटिनुभएका साथीहरूले 3वटा जति भैलोलाई चाहिँ यहाँ भित्र चाहिँ प्रवेश गराइदिनु होला। हाम्रा दर्शक मित्रहरू जति सकिन्छ तपाईहरु साइडमा लागेर हेर्दिनु होला र क्यामेराम्यान साथीहरुलाई व्यवस्थापन गरिदिनु होला। जसले मोबाइलबाट खिचिराख्नु भएको छ भैलोसँगै साइडमा बसेर भिडियो खिच्दिनु होला। भिडियो खिच्नुमा आफैमा राम्रो कुरो हो, तर चाहिँ हामीलाई जजहरुलाई पनि अप्ठ्यारो छ। बङ्गलाचुली 5 साइड हामीले खासै साकिनेको भैलो, बङ्गलाचुली 5 साकिनेको भैलोलाई पनि हामीले गेटमा देखिराखेका छौँ र 3वटा भन्दा भैलो चाहिँ कृपया
बाहिर हाम्रो व्यवस्थापन गर्ने सुरक्षाकर्मी साथीहरूले नपठाइदिनु होला र हामीसँग सुरुमा हुनुहुन्छ फलिरे को देउसी भैलो वडा नम्बर 5 का भैलो साथीहरू र हाम्रो यताका देउसी साथीहरू अलिकति पछाडि गरिदिनको लागि अनुरोध गर्दछु। हाम्रो सुरक्षाकर्मी साथीहरूले चाहिँ सहयोग गरिदिनु होला। अलिकति पछाडि गरिदिनु होला। हामीलाई यो स्पेस चाहिँ कमी भइराखेको छ। यो स्पेस कमी भइराखेको छ। हामीसँग भैलोको टिम धेरै हुनुहुन्छ र स्पेस कमी भइराखेको छ। कृपया सहयोग गरिदिनु होला। अलिकति पछाडि गएर चाहिँ सहयोग गरिदिनु होला। हामीसँग 3वटा भैलो हुन्छ। अलिकति पछाडि गरिदिनु होला। कृपया हामीसँग धेरै चाहिँ स्पेस छ। अलिकति पछाडि गरिदिनु होला। कृपया आफ्नो अनुशासनको पालना गरिदिनु होला। हामीलाई चाहिँ यो 3वटा भैलो चाहिँ स्पेस चाहिनेछ। हाम्रो वडा सदस्यज्यू हुनुहुन्छ, कृपया उहाँले पनि सहजीकरण गरिदिनु होला। अलिकति पछाडि चाहिँ गरिदिनु होला। हाम्रो यो टोली अलिकति पछाडि गरिदिनु होला। यो टोलीलाई कृपया यो रोसीभन्दा सफर बाहिरबाट हेरिदिनु होला। यो गत सालभन्दा अहिले अलिकति अप्ठ्यारो महसुस भइरहेको छ। यो रोसीभन्दा अलिकति पछाडि गरिदिनु होला सफर। हामीसँग 3वटा भैलो अट्नुपर्ने छ। स्पेस चाहिँ हामीसँग अभाव भएको हुँदा कृपया अलिकति पछाडि गरिदिनु होला। भैलो सबैभन्दा उता लास्ट पोइन्टमा गरिदिनु होला। हामीसँग स्पेस कमी छ। त्यसो गरी यो साकिने भैलोसम्म प्रवेश गर्ने गरेको अवस्थामा कृपया 20 पोइन्टमा चाहिँ साकिनेको भैलो चाहिँ उहाँ स्पेस राखेको छ। त्यसै गरी अब हामीसँग कुन भैलो प्रवेश गर्दैछ त्यो भैलोलाई चाहिँ भित्र प्रवेश गरिदिनुको लागि हाम्रा सुरक्षाकर्मी साथीहरू, व्यवस्थापनमा खटिएका साथीहरूले चाहिँ भूमिका खेलिदिनु होला। अलिकति पछाडि गरिदिनु होला। हामीसँग चाहिँ स्पेस कमी छ। अनि यो भैले नाचिरहँदा कोही बङ्गलाचुली अथवा यहाँ उपस्थित दर्शक दर्शकबाट कोही कसैलाई यो स्टेजमा मैले कुनै गीतमा नाच्न पाए हुन्थ्यो, मैले कुनै एउटा गीत गाउन पाए हुन्थ्यो भन्ने कसैलाई लागेको छ भने सुटुक्क आएर मलाई सम्पर्क गर्नुहोला। दाइ म एउटा गीत गाउँछु, म एउटा नाच्छु भन्नु होला। कोही हुनुहुन्छ भने आफ्नो कला केही हामीलाई सम्पर्क गर्नुहोला। धेरै बिचमा हामीले यहाँहरूका कर्मीवाला पनि हामी कदर गर्दै सँगसँगै अर्को मैले अघि पनि भने साँच्चीकै यो बङ्गलाचुली साँच्चीकै बङ्गलाचुली छ। यहाँको प्रकृति त्यस्तै छ, यहाँको कल्चर त्यस्तै छ, यहाँको संस्कार त्यस्तै छ। एक से भैलोहरू हेर्नुहोस् त, यो तिहारको अवसरमा यो तिहारमा नाचिने यो देउसी भैलो यसरी यहाँले जग्गामा गरेर राख्नु भएको छ। अब यो भैलो सकिन्छ हाम्रो देशको विडम्बना फेरि मादललाई बाँसुलीहरूलाई थापी राखेर थन्काएर बोरामा कोचेर घरका दलिलमा टङ्गाएर फेरि आफ्नो क्षेत्रमा जानुपर्ने हाम्रो बाध्यता छ। के गर्ने, आफ्नै गाउँठाउँमा यसै गरी नाच्दै कमाउँदै हाँस्दै रमाउँदै गर्ने अझै पनि त्यस्तो वातावरण छैन र अब त्यो दिन आउँदैछ भन्ने कुरा यही संस्कृतिले देखाइरहेको छ। जुन भैलो हेऱ्यो त्यही साँच्चीकै बङ्गलाचुलीका सबै 8वटै वडाका उत्कृष्ट हाम्रा समूहहरू यो संस्कारले बचाइराख्नु भएको छ। यो चिज हाम्रा पछिका भाइ बहिनीहरूले पनि सिक्नुपर्छ। भाइ बहिनीहरू पनि सिक्नु भएको छ, पछि आउनु भएको छ, हल्ला गर्नु भएको छ। साँच्चीकै कसरी बजाउने, कसरी गीत गाउने, कसरी के गर्ने, सबै कुराहरू तपाईँहरूले पनि सिक्नुहोस् र यो संस्कार संस्कृतिलाई बचाइराख्नुहोस्। धेरै धेरै धन्यवाद छ। यो यो स्टेजभन्दा ठ्याक्कै अगाडिको मोबाइल प्लेयरहरू प्लिज बस्नु पर्यो। यसो कुरो जजहरूले माथिबाट हेर्नु भएको छ, ठिकै छ। हाम्रै भयो खिच्यो, मजाले खिच्यो, भिडियो हाल्यो, कस्तो राम्रो नाच्यो, कहाँको भयो भन्नु न। मान्छेले कमेन्ट लेख्नु, कहाँको हो भनेर लेख्यो भने यो डान्सको बङ्गलाचुली गयो भनेर लेखिदिनुहोस्, रिप्लाई गरिदिनुहोस्, प्रचार गरिदिनुहोस्। पक्कै पनि म
यो ऐतिहासिक महोत्सव, यो एकादशी भैलो महोत्सव यो पालिकाले हरेक वर्ष गर्दै आएको छ। पोहोरभन्दा परारभन्दा पोहोरभन्दा अहिले झन् धेरै दर्शकहरूको उपस्थिति छ, हामीले देखिरहेको छौँ। हिजोसम्म लगातार पानी परेको एकदमै त्यो अवस्था अलिकति यो महोत्सव गर्ने कि नगर्ने भन्ने पालिकाका सम्पूर्ण अध्यक्ष उपाध्यक्ष कर्मचारीहरू सबैले सल्लाह गरिरहनु भएको थियो। तर आज मौसमले साथ दिएको छ, राम्रो गराएको छ। यस्तै हो, पहाडको ठाउँ हो, अलिअलि कोइरो लाग्छ।
अहिले त जोसित मोबाइल भयो त्यही पत्रकार भइगयो। हामीले यतातिर हलिडे भैलो, त्यसै गरी हाम्रो विश्वास साकिने भैलो समूह, त्यसै गरी शिवशक्ति भैलो समूह हाम्रो ल्यासारमा हुन्छ र समय हामीले चाहिँ समयको ख्याल गरिदिनु होला। हामीले आधी घन्टा मात्र टाइम दिएका थियौँ, अब तपाईँहरूको समय एकदम कम हुँदैछ, तपाईँहरूले ख्याल गरिदिनु होला। अब तपाईँहरूको समय अन्तिमतिर हुँदैछ, समयको ख्याल गरिदिनु होला। हामीले आधी घन्टा मात्रै दिएका छौँ, तपाईँहरू हामी सूचना गर्दैछौँ। बाइकको चाबी र अरू चाबी, एउटा चाबीको छल्लो भेटिएको छ। कृपया जसको छ यहाँ आएर सम्पर्क राखिदिनु होला। निर्मल कुँवर विनोद पाण्डे, तपाईँहरू जहाँ हुन्छ मञ्चको पूर्वतिर आइदिनु होला। निर्मल कुँवर विनोद पाण्डे। अब तपाईँहरूको समय, यो तिनवटा भैलोको समय 5 मिनट बाँकी। 5 मिनट। शिवालय टोल बङ्गाचुली 2 वडा नम्बर 2 का शिवालय टोलका दुईटा भाइहरू जसले मादल अनि बाँसुलीमा हामीले गीत बजाउन चाहन्छौँ भनेर यहाँ नाम टिपाउनु भएको छ। हामीले मैले अघि भनेको थिएँ, कसैसँग त्यस्तो केही प्रतिभा छ भने यसो हामीलाई सम्पर्क गर्नु ल भनेको थियौँ। भैलोको बिचमा कति समय रह्यो भने हामीले तपाईँहरूलाई, तपाईँहरूको स्टेज हो, तपाईँहरूको प्रतिभालाई यसै गरी स्टेज दिनेछौँ। कतै हुनुहुन्छ भने सम्पर्कमा रहनु होला। समय रह्यो भने हामी तपाईँहरूलाई स्थान दिनेछौँ। क्यामेरा पर्सन हाम्रा भाइहरू साथीहरू अलिकति हेरौँ न, उताको भैलो देखिन भन्ने कुरा आयो। अलिकति यसो साइड लागौँ, बसौँ, बसेर खिच्नु त सबैजनाले। पछाडिको भैलो देखिन हेर्नु प्लिज। ल बसेर खिचिनु होला, अलिकति साइड लगाइदिनु होला है। यता दाजुहरूले हेर्नु पाउनु भएन। हजुर हेलो हेलो इन्सानहरू, हेलो हेलो बसेर खिच्न करो, हटो बसेर खिच्न करो, ल बसेर खिच्न करो। अब 1 मिनट बाँकी, तिनटै भैलोसम्म टोली सुन्नु होला। अब 1 मिनटमा के कसो गर्नुहुन्छ?
धेरै धेरै धन्यवाद। 3 नम्बरवटा गणतन्त्रको यो भैलो टोली मञ्चतर्फ प्रवेश गर्दै हुनुहुन्छ। धन्यवाद। वडा नम्बर 5 खालिने भैलो समूहलाई धेरै धेरै धन्यवाद छ। दिदीबहिनीहरूको ख्याल गरिदिनुहोस्। युवा भाइहरू साथीहरू सबैजनाले यो मेला महोत्सव तपाईँहरू सबैको त्यसरी हो हल्ला नगरिकन आफ्नो तरिकाले मजाले रमाइलो गर्नुहोस् भन्दै यति बेला वडा नम्बर 3 को भैलो समूह प्रवेश गर्दै हुनुहुन्छ। यसै गरी मङ्गलाचुली गाउँपालिका वडा नम्बर 6 मारे डाङकोहरूको भैलो समूह फेरि मञ्चतर्फ प्रवेश गर्दै हुनुहुन्छ। अलिक पछाडि अलिकति पछाडि गइदिनु होला त भैलो।
Bhajela
सकिएको हामीले भ्याइ हैन के भने माइक माइक छ के माइक छ के कत्रो बेर माइक बजाएको छ नमस्कार
मान्छे यहाँ मान्छे